सन् 1998 को अन्त्यतिरको कुरा हो। मलेसियाको सुगाई निफा भन्ने एउटा गाउँमा अचानक एउटा अजीब खालको बिमारी देखिन थाल्छ। जंगलको नजिक र सुँगुरहरूको पालन गरेर बस्ने उक्त गाउँमा सुँगुरहरूलाई अचानक ज्वरो आउने अनि ठूलो संख्यामा मृत्यु हुन थाल्छ। त्यसको केही दिनमा मानिसहरू पनि बिरामी पर्न थाल्छन् र बिरामी परेमध्ये धेरैको मृत्यु पनि हुन्छ। डाक्टर र प्रशासनलाई चाहिँ सुरुमा यो जापानिज इन्सेफ्लाइटिस हो जस्तो लाग्छ, तर त्यो सम्बन्धी जाँच, खोप र उपचारले कुनै पनि काम गर्दैन। अनि मलेसिया विश्वविद्यालयका एक युवा भाइरोलोजिस्ट डाक्टर काओ विङ चुवाले संक्रमित मानिस र सुँगुरबाट लिएको नमुना जाँच गर्दा चाहिँ पत्ता लाग्छ एउटा नयाँ खालको भाइरस, जसलाई उक्त गाउँकै नामबाट निफा भाइरस भनेर नाम राखियो। नमस्ते, म डाक्टर शेखर पौडेल। तपाईहरुले हालैको समाचारहरू हेर्नुभयो भने भारतको पश्चिम बंगाल राज्य, जसको सिमाना चाहिँ हाम्रो देश नेपालसँग पनि जोडिएको छ, उक्त राज्यमा निफा भाइरसको संक्रमण देखिएको छ भनेर पनि समाचार आइराखेको छ। यो बिमारी आफ्नो देशमा पनि नआओस् भनेर नेपाल लगायत धेरै देशहरूले सिमानाका र विमानस्थलमा चेक जाँच र सावधानी सुरु गरिसकेका छन्। आउनुहोस् अब बुझौं यो बिमारी के हो त भन्ने बारेमा। पहिलो कुरा त कोभिड भाइरसको महामारीका बेला जस्तो यो नयाँ भाइरस र बिमारी चाहिँ होइन। मैले अघि नै भने जस्तो सन् 1998 र 1999 मा पहिलो पटक मलेसिया र सिंगापुरमा देखिएको यो बिमारी त्यसपछि बंगलादेश र भारतका विभिन्न राज्यहरूमा पटक पटक देखिने गरेको छ। सन् 2001 मा भारतको पश्चिम बंगालको सिलिगुडी भन्ने ठाउँमा पहिलो पटक यो बिमारी देखिँदा 66 जना बिरामीहरू भेटिएका थिए। त्यसमध्ये 45 जना भने झन्डै 68% मानिसहरूको मृत्यु भएको थियो। त्यस्तै सन् 2018 मा भारतको केरला राज्यमा 23 जना संक्रमितहरू मध्ये 21 जनाको मृत्यु, यानी कि झन्डै 91% मानिसहरूको मृत्यु भएको थियो। त्यसैगरी सन् 2021 मा केरलामै दोस्रो पटक देखिएको यो बिमारीमा चाहिँ 7 जना मध्ये 1 जनाको मात्रै मृत्यु भएको थियो। अहिलेको संक्रमण फैलेको अवस्थामा पश्चिम बंगालमा 2 जना व्यक्तिहरुमा, त्यो पनि बिरामीको सेवा गर्ने नर्सहरुमा यो बिमारी देखिएको। त्यसपछि उनीहरुको सम्पर्कमा आएका 196 जनामा जाँच गर्दा यो टेस्ट चाहिँ नेगेटिभ आएको छ। अब आउनुहोस् बुझौं यो बिमारी एक जनाबाट अर्को मानिसमा कसरी फैलन्छ त। प्राकृतिक रूपमा यो भाइरस चाहिँ फलफूल खाएर बस्ने एक खालको चमेरा, जसलाई चाहिँ फ्रुट ब्याट या फ्लाइङ फक्स भनिन्छ, त्यसमा बस्ने गर्दछ। तर चमेरालाई चाहिँ यसले कुनै खालको बिमारी चाहिँ निम्त्याउँदैन। उक्त चमेराले खाएर छोडेको, जुठो हालेको या उसको मलमूत्र र रियाल परेको फलफूलहरू हामीले राम्रोसँग सफा नगरिकन खायौं भने हामीलाई चाहिँ यो भाइरस सर्ने सम्भावना हुन्छ। त्यसैगरी मदिराको रूपमा लिइने ताडी भन्ने चीज जुन हाम्रो तराईतिर पनि पाइन्छ, त्यसमा पनि चमेराको रियाल र पिसाब पनि पर्ने सम्भावना भएको कारणले गर्दा संक्रमित ताडी लिँदा पनि बिमारी सर्ने सम्भावना हुन्छ। मानिसहरुमा यो बिमारी सर्ने अर्को कारण हो सुँगुर जस्ता जनावरहरू, जसले चाहिँ चमेराले खाएर छोडेको फलफूलहरू खाने गर्दछन्। अनि उक्त जीवको मलमूत्र, रियाल अनि राम्रोसँग नपकाएको मासु खाँदा पनि मानिसहरुमा यो बिमारी सर्ने गर्दछ। त्यसैगरी संक्रमित व्यक्तिको सम्पर्कमा आउने मानिसहरुमा पनि उनीहरुको दिशा, पिसाब, रगत र रियालबाट पनि अर्को व्यक्तिमा सर्ने गर्दछ। अब लक्षणका कुरा गरौँ। सुरुमा त यो बिमारी साधारण रुगाखोकी र भाइरल फिभर जस्तै गरेर उच्च ज्वरो आउने, टाउको दुख्ने, ज्यान दुख्ने, खोकी लाग्ने जस्तै गरेर आउने गर्दछ। तर 1-2 दिन भित्रै मानिसहरुमा चक्कर लाग्ने, बेहोसी हुने, मिर्गी यानी कि सिजर आउने र कोही कोही त कोमामै पुग्ने गर्दछन्। अनि कसैलाई त कडा खालको निमोनिया भएर भेन्टिलेटरकै सहारामा पुग्ने गर्दछन्। खासमा संक्रमित भएको 1 देखि 2 हप्तापछि मात्र यो बिमारीको लक्षणहरू आउने गर्दछ। अनि पटक पटक विभिन्न ठाउँमा प्रकोप देखिएको र हाई मृत्युदर भएको यो बिमारीको हालसम्म कुनै पनि खालको खोप यानी कि भ्याक्सिन र उपचार चाहिँ बनेको छैन। त्यसैले डाक्टरहरूले लक्षणको आधारमा सपोर्टिभ केयर मात्रै गर्ने गर्दछन्। अब आउनुहोस् बुझौं यो बिमारीबाट कसरी बच्ने त। हुन त नेपालमा यो बिमारी हालसम्म देखिएको छैन, तैपनि चमराले खाएर टोकेर जुठो हालेर छोडेको फलफूलहरू सकेसम्म नखानुहोस् र फलफूल खाँदा पनि राम्रोसँग धोई पखाली गरेर या बोक्रानी फालेर खाने गर्नुहोस्। तराईतिर ताडी पिउने मानिसहरू पनि होशियार हुन जरुरी छ। राम्रोसँग पकाएको मासु, विशेष गरी सुँगुरको मासु राम्रोसँग पकाएर खाने गर्नु पर्यो। अनि संक्रमित व्यक्तिको सम्पर्कमा आउने व्यक्ति र स्वास्थ्यकर्मी चाहिँ विशेष रूपमा होशियार हुन चाहिँ जरुरी छ। नियमित रूपमा बिमारी र संक्रमितको सम्पर्कमा आएपछि राम्रोसँग साबुन पानीले हात
धुने, ग्लोभ्स, मास्क र संक्रमित रोक्ने खालका गाउनहरू प्रयोग गर्ने, अनि बिरामीको दिशा, पिसाब, र्याल र रगतको सिधा सम्पर्क हुनबाट टाढा हुने। अन्तमा हामीले बुझौँ के यो नेपालमा आइपुग्यो भने कोभिड जस्तो महामारीको रूप लिन सक्छ त? त्यो चाहिँ पक्कै सक्दैन। कोभिड भन्ने बिमारी चाहिँ श्वास प्रश्वासको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने भए पनि यो बिमारी चाहिँ त्यसरी सर्ने गर्दैन, अनि अधिकांश बिरामीहरूलाई गम्भीर खालको लक्षण हुने भएको भएर सिधा हस्पिटलमा पुग्ने गर्दछन्। त्यसैले समुदायमा फैलिने सम्भावना चाहिँ कम हुने गर्दछ। तर यहाँ बुझ्नै पर्ने कुरा के हो भने कोभिडको मृत्युदर यानि कि संक्रमित भएमध्ये जम्मा 1 देखि 2% मानिसहरूको मात्र मृत्यु हुने गर्दथ्यो। तर यो बिमारीको मृत्युदर चाहिँ 40 देखि 80% हुने गर्दछ। त्यसमाथि बिमारीबाट छुटकारा पाएका मानिसहरूमध्ये पनि 20% मानिसहरूलाई लामो समयसम्म मानसिक समस्या यानि कि रेसिडुअल न्युरोलोजिकल ड्यामेज हुने सम्भावना रहिरहेको छ। त्यसैले यो निफा भाइरससँग तत्कालै आत्तिहाल्नुपर्ने अवस्था चाहिँ छैन, तर सचेत र सुरक्षित हुन चाहिँ एकदमै जरुरी छ। धन्यवाद।